एउटा व्यक्ति कुलमान घिसिङलाई चाहिँ सिद्ध्याउने अथवा यसलाई यो खतम हो भन्ने नाममा के गर्नुभयो उहाँहरूले? ऊर्जा सेक्टर कोल्याप्स गर्दै हुनुहुन्छ उहाँले। किन? त गम्भीर कुरा छ, यहाँ गम्भीर कुरा छ। यो चाहिँ कुलमान घिसिङ ठिक थिएन भन्ने नाममा अब प्राधिकरण डुब्न लाग्यो, प्राधिकरणसँग पैसा छैन, नाफा छैन, प्राधिकरण चाहिँ कोल्याप्स हुन लाग्यो भनेर उहाँले चाहिँ प्रेजेन्ट गर्नुभयो। यसको इम्प्याक्ट के हो? त्यो बार्गेनिङ गरेको कोहीसँग यसको इम्प्याक्ट के हुन्छ भन्नु न। अब तपाईँ भोलिदेखि चाहिँ पेट्रोल आउँदैन भने लाइन हुन्छ नि, ग्यास आउँदैन भने ग्यास लाइन हुन्छ, लोड सेडिङ भयो भने लोड सेडिङ झन् बढ्दै जान्छ होइन। ब्याङ्कमा भोलिदेखि चाहिँ ब्याङ्क कोल्याप्स हुन लाग्यो भने लाइन हुन्छ, झन् कोल्याप्स हुन्छ र कन्फिडेन्स लेभल सिद्धिन्छ। लगानी किन आउँछ यहाँ होइन? प्राधिकरणले डुब्न लाग्यो भने त्यो लगानी किन आउँछ? ब्याङ्कले किन लगानी गर्छ, अरूले किन लगानी गर्छ होइन। अब अर्को कुरो त्यो क्राइसिस भएपछि क्राइसिसको बिचमा खेल हुन्छ। त्यहाँ क्राइसिसको बिचमा के खेल हुन्छ? रेट बढाउने होला, महसुल बढाउने होला, पिपिएको रेट बढाउने होला, अनि त्यसपछि चाहिँ अब ठेकदारहरूसँग पैसा छैन भनेपछि ठेकदारसँगको कुरा होला होइन। अनि त्यसपछि विभिन्न कुरा आउँछ नि त्यहाँ त। अनि यो क्राइसिसको बिचमा धेरै जुन खेल हुन्छ त्यो खेल पनि सुरु हुन्छ है। त्यो क्राइसिसको बिचमा धेरै कुरा हुन्छ। अब जुन आशा देखाउनु पर्ने अवस्थामा यो जुन किसिमले एउटाले हाम्रो एउटा ओभरअल कल्चरै पनि हो। किनभने एउटा व्यक्ति राम्रो गर्यो, त्योभन्दा म राम्रो गरेर राम्रो हुन्छ होइन कि त्यो व्यक्तिलाई भुइँमा ल्याएर म चाहिँ अग्लो हो भन्ने त देखाउन खोज्ने प्रवृत्ति र यो त एकदम ज्वलन्त उदाहरण हो।